एन्ड नमस्ते साथीहरू। आज चाहिँ हामी एमजी रोड जाँदैछौँ है साथीहरू। अब हिजो हामी मेट्रो चढेर चारम चोक गयौँ। अब अहिले चाहिँ परसम्म चाहिँ उता एमजी चोक जाँदैछौँ। भाइ यता छ, अर्को भाइ उता छ, निस्किरहेको छौँ है त गाइस। एमजी चोक भनेर चाहिँ यस्तो रहेछ, त्यहाँ कस्तो भनेदेखि सबै कमर्सियल एरिया रहेछ। त्यहाँ सपिङहरू गर्न ओर्न घुम्नको लागि चाहिँ राम्रो छ अरे। मेट्रो चढेर जानुपर्छ अरे। अनि त्यो भएर चाहिँ अब हामी तल मेट्रो चढेर एमजी रोड जान्छौँ गाइस। हेर्दै गर्नु साथीहरू। अहिले चाहिँ हामी यो न्यू दिल्लीको चाहिँ रेलवे स्टेसनमा छौँ। डबलवाला रेलहरू चाहिँ यता तलबाट गोर्छ यतातिरबाट हो यस्तो छ। हामी चाहिँ माथि पुल पुलै हिँडिरहेको छौँ। अनि मेट्रो चढ्न जान्छौँ पर छ। हामी मेट्रो जान्छौँ उता छ भनेदेखि अहिले चाहिँ हामी पुलमा हिँडिरहेको छौँ। यो पहिलाको पुरानो स्टाइलको रेल चढ्नु चाहिँ यहाँबाट छ त्यो स्टेसन यता चाहिँ तपाईँहरू देखिरहनु भएको छ। अनि अहिले चाहिँ हामी ठ्याक्क त्यसको माथिबाट चाहिँ हिँडिरहेको छौँ। पुल पुलै माथि हिँडिरहेको छौँ। अनि मेट्रो चढ्न चाहिँ यो पुल तरेर उतापट्टि अर्को स्टेसनमा जानुपर्छ। अनि त्यहाँ चढेर हामी चाहिँ एमजी रोड घुमेर आउँछौँ है त गाइस। ल हेर्नु चाहिँ यहाँबाट चाहिँ यो डिजाइनको रेलहरू चाहिँ जान्छ। यो चाहिँ हामी पुल ठ्याक्क पुल माथिबाट देखाइरहेको छौँ। यताबाट जान्छ। हामी चाहिँ यो पुल तर्दै यता पारि जानुपर्छ अर्को चढ्नको लागि चाहिँ है त मेट्रो चढ्नको लागि चाहिँ। यहाँ रुखहरू नभए पनि होइन साथीभाइ, रुख छ है। रुख तपाईँको मसलाको बोट, पिपलको बोटहरू छ। अनि शीतल पनि छ। तर कसै हावा चाहिँ एकदम तातो कि अब नजिक जङ्गलहरू पाहाडहरू छैन। त्यसले गर्दा चाहिँ कस्तो गर्छ भनेदेखि हावाहरू चाहिँ एकदमै त्यो हावा आउँछ, तातो हावा आउँछ। त्यहाँदेखि फुटपाथमा पनि बाइक घुमाउँदै लगिरहेछ। यस्तो छ यहाँको चाहिँ ट्राफिक रुल्स चाहिँ एकदम उल्लङ्घन भइरहेछ। अब त्यहीँ मान्छे हिँडिरहेको छ, यही फुटपाथबाट पनि बाइकहरू दौडाइरहेको छ कि त्यो पानी चाहिँ यहाँ चाहिँ एकदम नराम्रो छ। दौडिरहेको छ, यत्रो रोड छ तैपनि यहाँबाट चाहिँ कुरिरहेको छ। यो चाहिँ यो इन्डियन सरकारले चाहिँ अनुगमन गरेर टक्क ट्राफिक नियमलाई चाहिँ अलिक टाइट गरेर चाहिँ गर्नु पर्यो। मान्छे हिँडिरहेको छ, त्यहीँबाट चाहिँ बाइक आउँछ। फुटपाथमा बाइक हिँड्ने कुरा भएन नि त। चटेर आफ्नो लेनमा जाने होइन। अनि त्यही अनुसार सिस्टममा बस्यो भने पो अलिकति सिस्टमेटिक हुन्छ। अन्तबाट आउने पनि हो वा यहाँ चाहिँ रुल्स एन्ड रेगुलेसन राम्रो रहेछ भन्ठान्छ नि त। तर यहाँ त केही थोप्पो केही रुल्स रेगुलेसनको चाहिँ पालन पनि हुँदैन, मान्दा पनि मान्दैन। त्यही अनुसारै चलिरहेको छ है। हामी स्टेसन आइपुग्यौँ है साथीभाइ। अब टिकट लिएर यता जान्छौँ हामी। हिजो चाहिँ अब थाहा नभएर हामी अलिकति माथि चढेको थियौँ। अहिले चाहिँ अब अलिक परै पुग्छौँ हामी। यस्तो चाहिँ यहाँको स्टेसन चाहिँ। हामीले साथीहरू टिकट काटेर अब मेट्रो पुगेर बसिरहेको छौँ है त। ल माथि गऱ्यो 54 रुपियाँ लिँदो रहेछ आइसी। टिकट काटेर हामी बस्दैछौँ। अब चढ्छौँ। आउँछ मेट्रो चाहिँ उता आउँछ। आइरहेको साथीहरू ट्रेन आइरहेको छ। अब हामी चाहिँ यसमा चढेर उता एमजी रोड जान्छौँ है त गाइज। उताबाट आइरहेको छ ट्रेन चाहिँ। अब यसमा चढेर हामी एमजी रोड जान्छौँ। सर आयो अब यसमा चढ्ने अनि गाडी चढ्ने एकैसाथ भइरहेछ। अब हामी चाहिँ इन्टर गर्नु है त गाडी। होटल चोक आइपुग्यौँ गाइस। खै सिट भएको छैन, उभिएकै छौँ हामी चाहिँ। यति प्याक छ कि पुरै नगर्नु छ। होटल चोकमा छौँ हामी अहिले, उभिएकै छौँ भाइहरू। यस्तो छ सबैजना लाइन उभिरहेका छौँ। सिट नपाएपछि यस्तै त हो नि, उभिनु पऱ्यो सबैजना यस्तरी। अब सोचे जस्तो केही पनि हुँदैन साथीभाइ। अब मजाले बसौँला भनेको सिट पाउला, अनि हेरौँला भनेको केही पाउँदैन सिटहरू चाहिँ। अब हिजो हामी जाने बेलामा त्यस्तै थियो, पछि लास्टमा फर्किनु भएर सिट पाएको थियौँ। अब अहिले पनि यस्तै छ, सिट पाएको छैन। हामी चाहिँ उभिरहेको छौँ, सबैजना उभिरहेको छ, यसो झुन्डिरहेको छ। ट्रेन चाहिँ भाइहरू यहाँ झुन्डिरहेको छ।
सुने मेरो चाहिँ यहाँ सिट पाएँ है गाइज सिटमा बसिरहेको छु म चाहिँ भाइहरू चाहिँ पाएको छैन दाइले भनेर भाइहरू छोडिरहेका छन् उनीहरू उभिरहेका छन् म चाहिँ सिट पाएँ है गाइज भाइहरू हेरेका छन् मस्त तरिकाले यस्तै खिचौडा मसला भन्ठानेको त हिजो त सिटै नपाएको अहिले पनि उभियौँ दुईवटा तिनवटा स्टेसनमा मजाले उभिसक्यौँ हामी अनि अब अहिले चाहिँ बल्ल बल्ल सिट पाएर चाहिँ बसेर आनन्दले फोटोसोटो बसाएर बस्नु छ अहिले चाहिँ बसेको न्यू दिल्लीबाट चाहिँ केही नहुनु पनि 28-30 किलोमिटर टाढा छ क्या हाम्रो चाहिँ ट्रेनमा चाहिँ छिटै पुग्छौँ अब यहाँतिर चाहिँ अटो क्याबहरू चाहिँ महँगो लिँदैछ त्यही भएर चाहिँ हामी बल्ल बल्ल हिजो कि हिजोबाट चाहिँ ट्रेन चढ्न सिकिरहेको छौँ अनि त्यही भएर ट्रेनमै जाँदैछौँ अहिले चाहिँ है यहाँबाट कम्तीमा 28-30 किलोमिटर छ भाडा चाहिँ जम्मा 54 रुपियाँ लिएको छ है गाइज त्यही ठाउँमा अटो लिएको भएदेखि केही नभए नि 1500-1000 भयो भन्थ्यो केटाहरू यहाँ गफ गर्दैछन् उनीहरू चाहिँ दुईजना उभिरहेको छ नि त सिट भएको छैन अनि त्यही भएर भाइहरू नि आइपुग्यो है गाइज बल्ल बल्ल सिट पायो उनीहरू चाहिँ 6-7वटा स्टेसनपछि सिट पाएको छ हामी चाहिँ मस्त गइरहेछौँ बेस भाइ सिट नपाउँदा के फोटो दियो मस्त ट्रेन चलिरहेको छ उता भाइहरू खेलिरहेको छ स्कुलबाट आइरहेको छ ड्रेसहरू अनि मस्त गरिरहेको छ बल्ल बाहिरको सिन आयो गाइस नत्र हामी अन्डरग्राउन्ड हुन्थ्यो अहिले चाहिँ बाहिरको सिन बाहिरको सिन चाहिँ बल्ल टनल भित्रभित्र थियौँ हामी अहिले चाहिँ टनल बाहिर आइपुग्यौँ टनल बाहिर आउँदा चाहिँ हेलो आनन्द बाहिरको दृश्य देख टनलभित्र चाहिँ अहिले चाहिँ यहाँ चढेर सबै चढ्न पऱ्यो अब के गर्नु आफ्नो देशमा छैन अर्को देशमा पनि चल्नु पऱ्यो हाम्रो देशका अब नेताहरू त सबै खाँची खानी भइहाले काम गर्दैन आफ्नो पेट मात्र गर्छ देश विकास गर्दैन के गर्नु सदरपुर स्टेसन आइपुग्यौँ गाइज हामी चाहिँ सदरपुर आइपुग्यौँ गाइज हामी सदरपुर स्टेसन अब चाहिँ 4वटा 5वटा स्टेसन पछाडि चाहिँ अनि हामी जाने एमजिरोड आइपुग्छ अनि त्यहाँ किनेर चाहिँ हामी हेर्छौँ घुम्छौँ र भएर हेर्छौँ गाइज हेर्दै गर्नु कस्तोसँग अब हामी पनि हेरेछौँ बाहिरतिर घुमिरहेछौँ हेर्छौँ दृश्यहरू सुल्तानपुर स्टेसन आइपुग्यौँ गाइज हामी यस भाइ इन्जोय गर के छ मेरो भ्लगलाई के स्टेसन चाहिँ फुल कहाँ गयो रे के अरे अर्को स्टेसन चाहिँ फुल कहाँ गयो रे ए उसलाई प्रनाउन्सिएसन गरेर अलिकति यहाँको नाम आएछ अनि कमेडी गरेर हाँसिरहेको छ टनेलबाट भन्दा बाहिर सिनहरू देखेको छ आनन्द समुद्र थियो टनेलभित्र चाहिँ हुन्छ अनि बाहिर सबै देखेको छ नि यो चाहिँ बाहिरको भ्यू है गाइजलाई हेर्नुहोस् सुल्तानपुर आइपुग्यो गाइज सुल्तानपुर स्टेसन आइपुग्यो भन्दा चाहिँ उता चाहिँ सबै त्यहाँ माइकिङ भइरहेछ कुन स्टेसन आयो के आयो भनेर यो चाहिँ भित्रको सिन है गाइज यसलाई हेर्नुहोस् अब सिधा स्टेसन पछाडि 4औं स्टेसनमा चाहिँ हाम्रो एमजिरोड आउँछ गाइज हामी जाने लास्ट स्टेसन चाहिँ त्यही हो अब चाहिँ 3टा स्टेसन सकेपछि 4औं स्टेसन पाइन्छ चाहिँ हामी जाने ठाउँमा आइपुग्छ के भन्नु पछाडि चाहिँ अब हाम्रो स्टेसन आउँछ है गाइज अब एउटा स्टेसन पछाडि चाहिँ हामी एमजिरोड पुग्छौँ
पछाडि ग्रान्ड मलहरू पनि रहेछ गाइज हो ग्रान्ड Press the emergency alarm button in case some object or person is stuck in the train doors or in an emergency. Next station is MGO Punjab National. दरवाजे बाईं तरफ खुलेंगे प्लेटफॉर्म और आयो का ध्यान रखें This station is MGO Punjab National Bank. त्यहाँनिर सामने हुन्छ गर्छौँ तपाईँहरूलाई देखाउँछौँ है हेर्दै गर्नु होला है भाइहरू रेडी पोजिसनमा रहिसक्यो अब हामी पनि रेडी पोजिसनमा छौँ म पनि अब जान्छौँ हामी खुलेपछि अब हामी यहाँबाट निस्क्यौँ के अरे ट्रेन चाहिँ यता छ कि ट्रेनबाट चाहिँ हामी भइसक्यौँ गाइस ट्रेनमा बस्नु चाहिँ शीतल हावा राम्रो थियो त्यहाँबाट झर्ने बित्तिकै चाहिँ गर्मी हुन थालिसक्यो अब जान्छ बाहिर आउने बित्तिकै एकदम परिसक्यो अब चाहिँ जान्छ के अरे यो मेट्रो ट्रेन चाहिँ हामीलाई निस्किन्छ गाइस सबैतिर यतानिर नै हो खास घुम्न आएको बाहिर अब यता सिटी सेन्टरहरू रहेछ त्यो चिजहरू छ त्यो चाहिँ हामी तपाईँहरूलाई देखाउँछौँ बाहिरको एकदम लाउडले गर्दाखेरि भोइस चाहिँ एकदम कम आइरहेको छ गाइज यहाँ किनकि एकदम कोलाहल छ अनि त्यसले गर्दा साउन्डमा चाहिँ डिस्टर्ब भइरहेको होला त्यसको लागि रेडी सरी है अब एडजस्ट गर्नु पऱ्यो माइक्रोफोन छैन माइक्रोफोन किन लगाएको राम्रोसँग पाएकै छैन ल हेर्नु चाहिँ गइसकेका हामी लिफ्टबाट झर्दैछौँ गाइज तल त्यहाँ निस्किने बेला चाहिँ क्युआर कोड चाहिँ स्क्यान गर्नुपर्छ गाइज सट्ट हामी त्यहाँ स्क्यान गरिसकेपछि गेट खोल्छ अनि यता निस्किन्छौँ हामी चाहिँ त्यहाँ अब बाहिरतिर एउटा मल दुईवटा मलहरू यता मार्केटहरू के कस्तो रहेछ यसो हेर्छौँ अब यहाँ कामै केही छैन घुम्नु परेको आएपछि होइन त अनि त्यही भएर चाहिँ हामी घुम्दै तपाईँहरूले देखाउँदै आइरहेछौँ ल यहाँ चाहिँ साथीभाइहरू ट्रेनबाट तल झर्नु नपाइकन अटो छ कहाँ जाने के गर्ने म लगिदिन्छु भन्छ 10 रुपियाँ लाग्ने ठाउँमा उहाँ 100 रुपियाँ ठग्छ अनि यहीँ नजिकै छ भने पनि उता कताबाट घुमाएर अनि फेरि लैजान्छ त्यस्तो गर्छ यहाँ चाहिँ त्यो भएर तपाईँहरू घुम्न आउँदै हुन्छ चाहिँ एकदम सजग हुनु होला अटो प्रायः चढ्दै नचढ्नु होला सबबाट मेट्रोको युज गर्नु अनि त्यसपछि बरु क्याब युज गर्नु होइन क्याब युज गर्नलाई चाहिँ हामीसँग इन्डियन सिम कार्ड छैन त्यसले गर्दाखेरि गाह्रो हुन्छ क्याब युज गर्नलाई चाहिँ इन्डियन सिम कार्ड छ भने चाहिँ सजिलो हुन्छ फेरि है क्याब युज गर्नलाई भाडा एकदम सस्तो पर्छ पुरै गर्मी नै गर्ने ठाउँहरू प्रो उताबाट आउँदा पनि यता नि गर्मी नै थियो पुरा इन्डिया गर्ने ठाउँ छ भाइले चाहिँ अब पुलिस सोचेको थियो कि यहाँ चाहिँ अब एकदम शीतल हुन्छ होला भनेर तर यो चाहिँ अलिकति भए पनि गाइजी यहाँ चाहिँ अब सिटी सेन्टर देख्यौँ हामीले मुभी थिएटर पनि रहेछ अनि सिटी सेन्टर हाम्रो जस्तै अब उताको जस्तो सिटी सेन्टर होला नि त्यही हो नि हामी चाहिँ टक्क लाएर यहाँ सिटी सेन्टरमा आइपुगिसक्यौँ है त हामीले चाहिँ दिमाग यस्तो लगाउँछौँ गाइज हिँडेपछि अलिकति डुलेपछि गर्मी भयो भने चाहिँ ठ्याक्क मल अलिक ठुल्ठुलो मल खोज्छौँ अनि त्यहाँभित्र छिर्दिहाल्छौँ क्या यहाँभित्र भयो भने चाहिँ कस्तो हुन्छ भने शीतल हुन्छ एसी हुन्छ अनि आनन्द आउँछ नि त बाहिर त हप गर्मी भइरहेको हुन्छ त्यसले गर्दाखेरि चाहिँ मस्त हामी चाहिँ यहाँ उभिएर राखेर सिटी सेन्टरभित्र छिर्दिसक्यौँ मैले चाहिँ ल हेर्दै गर्नु होला के गर्छौँ कसो गर्छौँ त्यो तपाईँहरूलाई देखाउँछौँ अहिले चाहिँ के खान्छस् बाबु भनेर सोधेको कफी भन्छ यस्तो गर्मीमा अब हामी चाहिँ यहाँ लस्सी सस्सी जुस के छ त्यो खान्छौँ भाइ बडीगार्ड ए भाइ चाहिँ हाम्रो बडीगार्डै ऊ चाहिँ उसिरहेको छ भेष भाइले चाहिँ त के खान्छस् भाइ भनेर सोधेको म त कफी खान्छु भन्छ यस्तो गर्मी छ अब हामी यहाँ एकछिन जुस खान्छौँ गाइस एकछिन बस्छौँ अनि बसिसकेपछि चाहिँ फेरि यता घुम्छौँ नजिक अरू के छ त्यो गर्छ त्यो ब्यागलाई केटाहरू चाहिँ मेनु हेर्दै चाहिँ इन्जोय गरेर केटा हो इन्जोय गरेर हेर केटो मिल्क सेक खान्छु भनेर बसिरहेको छ गाई चाहिँ अर्को केटो कफी खान्छु भन्छ यस्तो गर्मीमा यसो केटाहरू बोकेर हिँडिरहेको छ मैले चाहिँ गाडी बेस भाइको मोबाइल फुटायो त होइन मोबाइल किल्चेको गाडी कुदेको के स्कर्पियोले ल हामी यहाँ आनन्दले शीतल थाप्दै बस्दै छौँ है गाई चाहिँ सिटी सेन्टर यहाँको यही होला हेर्नु केटाहरू इन्जोय गर्न लाग्छ है मिल्क सेक खान लागिरहेको छ केटाहरू चाहिँ हामी यहाँ त घुमेका छौँ गाई माइक बुझेको आइसे 2500 भने एउटा माइकलाई चाहिँ मिलाएर दिएन भनेको मानेन अनि त्यो भएर अब यसो माइक सस्तो पायो भने माइक लिन्छौँ भोइस एकदम यो नोइज आइरहेछ क्लियर पनि छैन अनि त्यसले गर्दाखेरि हामी यसो खोज्दैछौँ है त साथीभाइ केटाहरू इन्जोय गर्दै आइरहेछ नि पुरा यहाँको भ्यू चाहिँ हो गाइस सिटी सेन्टर यो चाहिँ यहाँको
बाहिर घाम भएर हामी धेरै निस्केको छैनौँ गाइज अब चाहिँ मलबाट निस्किन्छौँ होला बाहिर चाहिँ अझै पनि घाम एकदम चर्किरहेको छ हजुर मल मात्रै घुम्ने हो अरू पनि घुम्छौँ अब मलमा त कहाँ घुम्नु अरू पनि घुम्छौँ साथीभाइ हामी यता घुमिरहेको छौँ अर्को मलमा आइसक्यो मैले यो चाहिँ के भने स्पार भन्ने मल रहेछ अब यहाँ छेउछाउमा हाम्रो चाहिँ है त पछाडिको दृश्य त्यस्तो छ बाहिर चाहिँ एकदम घाम लागिसक्यो चर्किरहेको छ घाम लागिसक्यो भने एकदम चर्किएको छ शीतल फर्केको छैन है अब हामी अहिले तपाईँहरूलाई देखाउँछौँ यतापट्टि ल यसरी घुमिरहेको छौँ गाइज यहाँ चाहिँ पुरै उ छ ल घडीहरू मेकअपको आइटमहरू सबै सामानहरू छ हामी हेर्दैछौँ उता चाहिँ फोहोर सोहोर नराम्रो भएर एकदम चाहिँ यहाँ चाहिँ स्ट्यान्डर्ड छ है गाइजलाई हामी चाहिँ यस्तै खोज्दै हिँडिरहेको छौँ किने चाहिँ केही पनि छैन घुम्नलाई चाहिँ यस्तै मल स्ट्यान्डर्ड ठाउँहरू राम्रो राम्रो खोज्दै हिँडिरहेको छौँ अहिले यो मल पुरै एकै ठाउँमा छ यसमा हेर्नुहोस् सपिङको लागि चाहिँ लत्ता कपडादेखि लिएर मेकअपको सामानहरू अनि त्यसपछि घडीहरू पर्फ्युमहरूको चाहिँ पुरै एक ठाउँको छ यहाँ चाहिँ घुम्न आनन्द आउँदैछ है गाइस खोजेको यस्तै हो त्यहाँ त्यो धुवा धुलो प्रदूषण हिलो देख्दा देख्दा वाक्क भइरहेको थियौँ अहिले यहाँ चाहिँ पुरा आनन्द आइरहेको छ हामीलाई खास खोजेको चाहिँ यस्तै छ अब यहाँ डुलिरहेको छौँ घुमिरहेको छौँ हामीहरू तलबाट चाहिँ अघि हाम्रो ब्याग स्याग थियो तल ऊहरू सबै सामान थियो घडीहरू थियो यहाँ चाहिँ कपडा जेन्ट्सको आइटमहरू चाहिँ तल लेडिजको थियो यो चाहिँ जेन्ट्स आइटममा चाहिँ आइपुग्यौँ हामी है त होइन सबै लेडिज आइटमहरू छ म्याक्सी मात्र छ भाइ के भन्छ लेडिज पनि कहाँ लेडिज सबै म्याक्सी नि अनि के जेन्ट्स हुन्छ त म्याक्सी लेडिज नभए त्यही त लेडिज पनि त्यो अरू नि भयो नि हुन्थ्यो नि त म्याक्सी मात्र सबै आइटमहरू मिलाएर राखेको छ गाइज यहाँ चाहिँ लेडिज आइटमहरूमा छौँ हामी अहिले भाइले चाहिँ त्यही भएर लेडिज छ भन्दैछ यहाँ माथि चाहिँ सबै लेडिज आइटम बच्चाहरूको त्यस्तो रहेछ क्या यहाँ चाहिँ साथीभाइ हामी यो मार्टबाट निस्क्यौँ ल यो सपिङ मलबाट निस्क्यौँ बाहिर निस्केपछि गर्मी भइसक्यो अब के किन्ने अब उताबाट जाने हो घुम्न केटाहरूले चाहिँ केही न मैले किनेको छ न केटाहरूले किनेको छ भाइले घडी किनेर लाएको थियो यस्तो छ गाईले लानुहोस् सबै अहिले घुमिरहेको चाहिँ स्ट्यान्डर्ड ठाउँहरू छ हामी उता बसेर चाहिँ अलि टोइलेट ठाउँहरू छ एरिया घुम्दैछौँ हामी चाहिँ भाइ पुरा निराश भएर बसिरहेको छ हामी पार्कमा यहाँ शीतल तापिरहेको छौँ यस्तो घाममा ल्याएर अब अर्को ठाउँ जाउँ न त्यो अघिको स्टेसनमा झरौँ त्यहाँबाट फेरि त्यहाँ हेरौँ अनि फेरि फर्क्यो ल साथीहरू अब हामीलाई चाहिँ कसरी दिन कटाउँ कसरी चाहिँ टाइम स्पेन्ड गरौँ भइरहेछ अब त्यही भएर मजाले घुम्न आइहालेको छौँ अब महलबाट निस्क्यौँ अब अन्त घुम्न जान्छौँ कि जाँदैनौँ गयौँ भनेदेखि देखाइहाल्छु गएन भनेदेखि पनि अब यही हो हेर्नुहोस् आजको घुमघामको कार्यक्रम मेट्रो स्टेसन जाने त्यहाँ माथिबाट जान्छ मेट्रो चाहिँ हामी यहाँ तल झरेका छौँ अब आजको भ्लग लगभग यस्तै भयो यस्तै भएको जस्तो अरू भयो भने देखाउँछ है त गाइजलाई हेर्दै गर्नु होला आजको घुमाइ चाहिँ सिद्धि है साथीभाइहरू अब हामी मेरो चन्द्रलाई चाहिँ लिफ्ट चढिसकेका छौँ आज 2-3 घन्टा यसरी नै घुम्यौँ हामीले अब माथि जान्छौँ रेल चढ्छौँ रेल चढेर चाहिँ अलिक फेरि रुममा फर्किन्छौँ गाइजलाई आजको भिडियो यस्तै भयो होला हेर्दै गर्नु होला अरू भिडियो पनि म अपलोड गर्दै गर्छु आजको लागि चाहिँ अझैसम्म भिडियो हेर्नु भएको लागि धेरै धेरै धन्यवाद अहिले